ल है साथीहरू, मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। मैले चाहिँ दुईवटा चिसोको बोतलबाट सुरु गरेँ। चिसोको बोतल चाहिँ बाहिर लगेर राखिसकेको छु, अनि बेड कभरहरू सर्लक्क सर्लक्क निकालेर बाहिर फ्यालिसकेको छु मैले। अनि हाम्रो चाहिँ होटेल छ नि त, बाहिर गएर भ्लगहरू बनाउँदा भिडियो बनाउन भ्याइँदैन नि त। अब होटेलबाट बाहिर जानै पाइँदैन, यतै बिजीको बिजी पाइन्छ। अब होटेलभित्रै भिडियो भ्लग बनाउने, हजुरहरूलाई देखाउने काम गरिरहेको छु। सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला, मेरो भ्लगलाई चाहिँ हेरिदिनु होला सबैजनाले। अनि कस्तो छ अझै पनि सल्लाह सुझाव दिनु होला। मैले चाहिँ डस्टबिन कभर हालेर झाडु साडु लगाएर अनि बेडहरू पनि पुसपास बनाएर रेडी गरिसकेको छु। अब चाहिँ सेतो तन्ना हाल्छु। अनि धेरैजनाले सोध्नु भएको थियो, सेतो तन्ना चाहिँ किन हाल्नुहुन्छ भन्नुभएको थियो। त्यो कुरा त मलाई पनि त्यति थाहा भएन, तर सेतो कपडा लगाउँदा अनि अलिकति कस्तो आनन्द फिल हुने भएकोले अलिकति सफा देखिने, अब खै त्यस्तै भएर हो कि कुन्नी, अब सेतो तन्नामा फोहोर छिटो देखिन्छ नि त, त्यही भएर सफा गरिन्छ बढी। त्यही भएर हामीले चाहिँ सेतै तन्ना हाल्छौँ, सानो दाग पनि देखिन्छ नि त, सफा हुन्छ। अब यो चाहिँ हाम्रो एसी रुम हो, हाम्रो एटेच रुममा पनि सेतै तन्ना हाल्ने गरेको छौँ। तर त्यसको पुरै कुरा चाहिँ मलाई थाहा भएन किन रहेछ कुनै सेतो तन्ना हाल्ने, तर सफा देखियोस् भन्नलाई हो कि जस्तो लाग्छ। अनि चाहिँ आयो बाथरुम टोइलेटको पालो। अब हार्पिक सार्पिक हालेर मजाले घोटघाट बनाएर धोइसकेको छु मैले। अब हाम्रो चाहिँ त्यति फोहोर हुँदैन, टोइलेटहरू सफा नै हुन्छ। अब दिनमा 2-3 चोटि धोइन्छ नि त, त्यही भएर टोइलेट धोएँ मैले। अनि हाम्रो होटेलमा चाहिँ यो रुम मात्र 1200मा दिइरहेछौँ एसी रुम, अरू ठाउँमा चाहिँ एटेचको नै 1500 भन्छ।